आज चाहिँ दामीसँग खानु भाग चाहिँ यस्तो हुन्छ है खुवाइ हाम्रो चाहिँ दाल साटा ढिँडो मस्काउने तरिका है। यो चाहिँ हाम्रो गाउँघरको एकदमसँग यसरी मस्काउनु पर्ने हुन्छ। आज चाहिँ दाबिलो भन्छ यसलाई है। अनि यसरी हामीले कोदोको ढिँडो पकाइरहेका छौँ। आज चाहिँ हामी कोदोको ढिँडो खानेछौँ। आज चाहिँ मम्मीले टक्कै मेरो मम्मीले ढिँडो मस्काइराख्नु भएको छ। ढिँडो मस्काउनु पनि गाह्रै हुन्छ, तरिका जान्नुपर्ने हुन्छ। जकैले यो ढिँडो मस्काउनु र ढिँडो बाट्नु चाहिँ जानिँदैन हैन त मम्मी? मजाले मस्काउनु पर्छ बल्ल परेर पिठो रहन्छ अनि राम्रो नारियल दरो बनाएर बाट्नु पर्छ नि यसरी यसरी बाट्नु पर्ने हुन्छ। ढिँडो बाट्ने तरिका हेरौँ है त हामी। यस्तै हुन्छ गाउँघरमा चाहिँ एकदमसँग हामी चाहिँ अर्ग्यानिक कुराहरू मात्रै खाने गरिन्छ। टक्कै आफ्नो बारीमा तुलाको फलाको खेती सबै कुरा चाहिँ आज चाहिँ टक्कै हामी ढिँडो र कालो दाल हो, कालो दाल र ढिँडो मजाले हामी खाँदैछौँ। आज चाहिँ आजको हाम्रो भिडियोमा चाहिँ हाम्रो गाउँले भिलेज भ्लगमा चाहिँ आज चाहिँ हामी विशेष कोदोको ढिँडो खाएको भिडियो हामी प्रस्तुत गर्दैछौँ। अब यसरी यहाँ पिँढी लोडी बनाउनु पर्ने हुन्छ। यो चाहिँ अब लगभग तयारी भइसकिसकेको छ। अब चाहिँ लोडी कसरी बाट्ने, पिँढी कसरी बनाउने त्यो पनि हामी हेर्नेछौँ। अब यस पछाडि यसको तरिका हुन्छ। यस्तो लोडी निकाल्नु पर्ने हुन्छ। यसरी बाट्नु पर्ने हुन्छ है लोडी निकाल्नलाई चाहिँ। हेरौँ तरिका। पिठो यसरी टक्लक यसरी लोडी निकाल्ने अनि एउटा भाग लाउने अनि टक्क बस्ने खपी ट्याक कालो दालसँग। आहा यस्तो मजा हुन्छ। अब मजा आउनेवाला छ आज चाहिँ। आजको भिडियोमा चाहिँ लाई त साथीहरू यस्तै हुन्छ गाउँले जिन्दगी। गाउँघरमा टक्क ग्यास चुल्हाहरू हुँदैन। यसरी दाउरा लिएर चाहिँ टक्क आगो बाल्नु पर्ने हुन्छ। यसरी बालेर पकाउनु पर्ने हुन्छ। हाम्रो चाहिँ यस्तै हुन्छ है त। ल गाउँघरको सबै कुरा अर्ग्यानिक हुन्छ। सधैँ चाहिँ म विशेष अर्को ग्यासमा बनाएको भिडियोहरू लाउँदै थिएँ नि। आज चाहिँ म अर्ग्यानिक भिडियो धेरै समयपछि गाउँघरमा आएर चाहिँ हाल्दैछु। गाउँमा आएको हुनाले अलिकति म कामले बिजी व्यस्त भएको कारणले म भिडियो बनाउनु चाहिँ भ्याएको थिइनँ। हजुरहरूसम्म चाहिँ भिडियो लाउनलाई चाहिँ अलिक ढिलै भइरहेको छ र आज चाहिँ म विशेष ढिँडो खाएको भिडियो चाहिँ लाउँदैछु ट्याक्कसँग। मम्मीले चाहिँ लगभग अब चाहिँ यो लोडी बाटिसक्नुभयो। हो यो चाहिँ माम्री भन्छ है। फेरि यो रहेको चाहिँ बुसुम यस्तो दामी हुन्छ। यो पनि यस्तो हुन्छ। अब चाहिँ ढिँडो हामीले एक थाल निकालिसकेका छौँ। आज चाहिँ दामीसँग खानेछौँ है त। कोदोको ढिँडो चाट्टा लाएर अब चाहिँ हाम्रो ढिँडो बाट्ने काम सबै सकिएको छ। अब चाहिँ खाने हो। ट्याक्कसँग खानेको लागि हामी तयारी गरिरहेका छौँ है त साथीहरू। यसरी ट्याक्कै चाहिँ बुसुम मात्र रहन्छ यहाँ चाहिँ। अब चाहिँ यसरी सर्टसँग भाग लाउनु पर्ने हुन्छ। ट्याक्कै 4-5वटा थाल्छ। 5जनालाई हामी 5जना छौँ घरमा। 5जनालाई भाग लाएर चाहिँ ट्याक्क आज चाहिँ ढिँडो दामी खाँदैछौँ हामी।
यसरी मम्मीले चाहिँ लगाइराख्नु भएको छ। भाग चाहिँ हाम्रो मम्मीको चाहिँ फेरि देब्रे हात चल्छ है, यस्तो छ। ट्याक्कै ढिलो भएको लगाइयो। अब हामी खानेछौँ, ल्याउनु न, दामी हुन्छ त। सरर लक्क कसैलाई मनपर्छ साथीहरू कमेन्ट गर्नु होला, र खानुहुन्छ भने चाहिँ यसो सम्पर्क गर्नु होला है। ढिँडो कोदोको ढिँडो एकदम हाम्रै गाउँ घर घुरेनमा फलेको दामीसँग अर्ग्यानिक है। ट्याक्क यहाँनिर हाम्रो दाल कुकरमा, यस्तो दामी कालो दाल, यो पनि हाम्रै खेतमा फलाइएको यसपालिको दाल हो। बाबा एहे के भयो, यस्तो छ ल। त्यो बनाएर ट्याक्कसँग अब चाहिँ हामी ढिँडो खाँदैछौँ आज चाहिँ। ओहो ढिँडोको स्वाद लिने हो साथीहरू। ढिँडो खाइसकेपछि यहाँ फेरि भात है दामीसँग खानुपर्ने हुन्छ हाम्रो चाहिँ। यस्तो छ अदुवाको अचार है यो चाहिँ। ढिँडो खै हाम्रो बाउको कडा हुन्छ फेरि, खप्प खाने सर्लक्क निल्ने हो। कडा खानुहुन्छ फेरि, यस्तो हुन्छ है खै हाम्रो चाहिँ। एकदम हाम्रो गाउँहरूको अर्ग्यानिक खै हो यो। खोर्सानी अक्कबारे खोर्सानी ट्याकसँग हरियो यस्तै छ। अब चाहिँ हामी यहाँ सट्ट सबैजना भएर यता जेठा दाइ ट्याक्क ढिँडो खुवाइ हुँदैछ। ढिँडो कस्तो छ, मिठो छ? एकदम दामी छ। बबाल बबाल खानुपर्ने हुन्छ। मेरो भाग चाहिँ यहाँ छ, यहाँ ट्याक्क खानुपर्ने हुन्छ। मही हो यो चाहिँ, मही दामीसँग मही ढिँडो दाल सट्टा मिलाएर खानुपर्ने हुन्छ। दामीसँग ढिँडो हुन्छ अब चाहिँ बबाल। यस्तो खाँदै खानुपर्ने हुन्छ साथीहरू। हामी चाहिँ यस्तो दामी हुन्छ दाल। यहाँ छ त बिरोसी। ए कुन खाने ठाउँ? आटा लोड गर्ने भन्दै थियो। उधर ढोका खोल्नु न त्यो। ए चल्न हामीले उसको धालिसकेको छैन है। फोन गर्नु खोर्सानी पनि